सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। तपाईँहरूलाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। अनि आजको मेरो डेस्टिनेसन चाहिँ फिक्स भइसकेको छ हैन। अनि आज चाहिँ म जाँदैछु उता नारायणथान भनौँ न, चक्रपथबाट भित्र नारायणथान भन्ने ठाउँ छ। अनि नारायणथानमा पुगिसकेपछि चाहिँ नारायणथानभन्दा थोरै माथि चाहिँ एउटा गुम्बा रहेछ, जुन गुम्बाको नाम चाहिँ जामचेन गुम्बा रहेछ। अनि अब त्यसपछि हामी चाहिँ त्यहाँ अहिले जान निस्किसकेको छौँ। अहिले चाहिँ अब करिब भनौँ न 2 बज्नै आँटिसक्यो। हाम्रो चाहिँ प्लान भएको अब हिजोदेखि हो है, फेरि हिजोदेखि प्लान भएको दिउँसोदेखिबाट। अनि रातभरि 12 बजीसम्म फोन हानियो, कल गरियो ग्रुपमा केटाहरूसँग, तै पनि फिक्स गर्न सकिनँ कहाँ जाने। अनि त्यसपछि अहिले अब भेट भयो, म दिपक अनि नवराज भेट भयो। त्यो दिपकको रुममा गएर बस्यो हामी, फिक्स गर्ने भनेर गएको। त्यही पनि अझसम्म फिक्स भएको थिएन। 11 बजी भेट भएको, अहिलेसम्म फिक्स भएको थिएन। अब 2 बजी फिक्स भयो हाम्रो चाहिँ। अब टाढा नजाने, ढिला पनि भयो भनेर अहिले चाहिँ हामी अब यता यो नारायणथानसम्म पुगेर आउने भनेर निस्किसकेको छौँ। अहिले हामी छौँ यता यो स्वयम्भूतिर। स्वयम्भूबाट हामी अब जाँदैछौँ। जस अब मेरो लागि चाहिँ त्यो ठाउँ पनि नयाँ नै हो हैन, म चाहिँ पुगेको छैन त्यहाँ अहिलेसम्म। नयाँ नै हुन्छ मेरो लागि आजको लागि त्यो ब्लग। अब पुगेको छैन म अहिलेसम्म। अब आज शनिबार पनि हो, अनि अब शनिबार भइसकेपछि घर बस्न मन खासै लाग्दैन। अब यसो नजिकको ठाउँमा राम्रो ठाउँ कहाँ छ भनेर यसो सर्च गरेर हेर्दाखेरि चाहिँ जामचेन गुम्बा नि राम्रै लाग्यो मलाई भिडियोतिर हेर्दाखेरि चाहिँ। अब हेरौँ, गएर हेरौँ कस्तो रहेछ हैन। राम्रो होला सायद हैन, म पनि पुगेको त छैन, मलाई लाग्छ ठाउँ राम्रै होला सायद। अब म पनि घुम्न पाउने भए, तपाईँहरूलाई पनि मैले नयाँ ठाउँ देखाउनु पाउने भए। त्यही भएर चाहिँ अब म निस्किसकेको छु मेरो भिडियोको लागि। 11 बजीदेखि भेट्ने भनेर कुरा भएको हाम्रो ग्रुपको हैन। अब हामी अहिले भेटेको भनेको चाहिँ 3 जना मात्रै जम्मा भएको छौँ अहिलेसम्म। नमराज, म, दिपक मात्रै जम्मा भइरहेको छौँ अहिलेसम्म। अनि आयुषहरू विजयहरू चाहिँ उताबाट अब सिधै चक्रपथतिर निस्किन्छन् होला। उनीहरूलाई सिधै उता आइजो भनेको छौँ हामीले। अब किनभने यहाँ कुरेर बस्दाखेरि ढिला हुने भयो, त्यही भएर चाहिँ हामीले उनीहरू 2 जनालाई चाहिँ सिधै चक्रपथतिर आऊ, हामी उतै गएर बस्छु भनेको छौँ। अब उतै गएर कुरेर बस्छौँ तिनीहरूलाई हामी। भिडियो त बनाउने भन्यो यार, तर काहीँ अब टाढा जान छुट्टी मिल्दैन। अब नजिक जाउँ, सबै ठाउँ प्रायः गइसकेका ठाउँहरू मात्रै छ। अनि गइसकेको ठाउँ अब खासै जानु मन लाग्दैन। तपाईँहरूलाई पनि अब भिडियो हेर्दाखेरि चाहिँ अब यो गइसकेको ठाउँ रहेछ, कतिचोटि जान्छ भन्ने हुन्छ नि त। त्यही भएर चाहिँ जानु मन लाग्दैन, नयाँ ठाउँ देखाउनु मन लाग्छ। त्यही कारणले नि अब भिडियो रेगुलर हुन पाइरहेको छैन। ल अहिले चाहिँ हामी यो ठ्याक्कै यो वनस्थली भन्ने ठाउँमा छौँ। यहाँ चाहिँ अब हामी केटाहरूलाई कुदिरहेको छौँ हैन। नमराज छ, अनि दिपक पनि छ, म छु, अनि केटाहरू आउँदैछ। यहाँ वनस्थली निक्लिने कुरा भयो केटाहरूको चाहिँ। अब यहाँ कुरेर बस्छौँ एकछिन हामी, अनि केटाहरू आएपछि अब हामी निस्किन्छौँ। हाम्रो हालत खराब भयो केटा, यहाँ केटाहरूलाई कुर्दा 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 हालत खराब भइसक्यो। सबसे ढिला गर्ने त आयुष्य यार, सबले भिडियो हेर्छ, सबले गाली गरेर त त्यसलाई। जाउँ जाउँ, माथि गयो तिनीहरू, माथि गइसक्यो, जाउँ। ल केटाहरू चाहिँ अब कान्तिपुर महलतिर पुगिसकेको छ केटाहरू, हामी यहाँ छौँ तल। जो सँगै निक्ल्यो भए चाहिँ यसो अलि रमाइलो हुन्थ्यो यार, सँगै पनि हुन्थ्यो। केटाहरू मासतिर पुग्यो, हामी तलतिर छौँ। अब केटाहरूलाई बस भनेको छौँ। अब हामी त्यहीँ गएर टक्क भेट्छौँ, त्यसपछि चाहिँ बल्ल सँगै भइन्छ है हामी। ल अब सिधै केटाहरूलाई भेटेपछि गर्नु पर्ला भिडियो है त। ल फाइनली यहाँ केटाहरूलाई भेट भइसकेको छ होइन। विजय साथी उता छ, आयुष यता छ, केटाहरू पछाडि छ। ल अब हामी यहाँ निस्किन आँटेको ल होइन केटा। ल केटाहरूलाई पनि भेट भयो। अब हामी यहाँ निस्केको लगभग कति बज्यो अब अहिले, लगभग अहिले बजिसक्यो 2 बजिसक्यो यार, 2:06 भइसक्यो। अब यहाँ निस्किन लाग्यो हामी चाहिँ। 11 बजीदेखि रेडी भएको मान्छे यार 2 बज्यो यार। हाम्रो त्यही यहीँ नारायणथान जान पनि हामीले डिसाइड गर्न नसकेको। अब कहाँ जाने हुँदा लास्टमा त्यही नारायणथानतिर जाने भयो। ल त्यही हो, केटाहरू बिस्तारै पछाडि आउँदैछ। अब पुरै बाटोको भिडियो नगरौँ, यहाँबाट अब सिधै चक्रपथतिर पुगेपछि भिडियो गरौँ होइन। A few moments later. सो फाइनली गाइस, ल हामी चाहिँ यहाँ चक्रपथबाट भित्र नारायणथानतर्फ लागिसकेको छौँ होइन। अब हामी जामचेन गुम्बा जानको लागि चाहिँ हामी यहाँबाट नारायणथान मन्दिर छ, अनि मन्दिरसम्म पुग्नुपर्ने हुन्छ। त्यहाँ पुग्छौँ, अनि त्यहाँ पुगेपछि चाहिँ बाटो मलाई नि थाहा छैन फेरि। त्यहाँ पुगेर अनि बल्ल म्याप हेर्नुपर्ने हुन्छ हामीले। हामी जानला गुम्बा त यताबाट देख्दैन यार, कहाँनिर हो, माथि डाँडामा हुन चाहिँ कहाँनिर त खोइ देख्दैन त्यहाँबाट। ल अहिले चाहिँ हामी ठ्याक्कै यो नारायणथानको मन्दिर छिर्ने ठाउँतिर आइसक्यौँ होइन। नारायणथानको गेट हो यो चाहिँ। अब यहाँबाट चाहिँ सोध्नुपर्ने हुन्छ हामीले होइन, फिक्स गर्नुपर्ने हुन्छ हामीले यहाँबाट। यतातिर कसैलाई अब यताको स्थानीय बासिन्दा को छ त, अब यहाँ उनीहरूलाई सोधेर हामी मासतिर जानुपर्ने हुन्छ। कसलाई चाहिँ सोध्ने त यार यहाँ। अब अङ्कल, हेलो अङ्कल, यो जामचेन गुम्बा जाने कताबाट हो?
जामचेन गुम्बा छ नि माथिको यहीबाट सिधा जानु कता यतापट्टि कि लास्टको त्यो जुन पिपल बोट आउँछ चौतारा एउटा अँ त्यहाँबाट लेफ्ट लाग्नु ठ्याक्कै गेटमै पुग्छ। हस् धन्यवाद। ल मैले चाहिँ अब यहाँ सोधिसकेँ होइन यहाँबाट सिधै जानु भनेर मलाई चाहिँ अर्डर आएको छ केटा हो सिधै जान्छु म अब सोल्टी झाप रहेछ पुरा सिधै जानु भन्दै गयो भनेर छोरी झापको ताल भन्थ्यो अन्त्य पुऱ्याइदिने कि सोल्टीले। ल यहाँनिर आएपछि चाहिँ अब मन्दिरबाट थोरै माथि आएपछि चाहिँ डबल बाटो हुँदो रहेछ यहाँनिर होइन यहाँबाट हामी अब लेफ्ट लिग्नुपर्छ भनौँ न राइट गयो भने चाहिँ अन्त्य पुगिन्छ एउटा लेफ्ट लिगेर जानुपर्ने हुन्छ। अब बाजेले भनेअनुसार चाहिँ यहाँबाट माथि गइसकेपछि चौतारा भन्ने ठाउँ आउँछ अरे चौतारा भन्ने ठाउँ पुगिसकेपछि हामी फेरि लेफ्ट लिग्नुपर्ने हुन्छ बाजेको भनेअनुसार पुगिन्छ मजाले यार के गाह्रो छ र हौ काठमाडौँमा हराउँदैन हौ मान्छे। ल फाइनल्ली हामी लाग्यौँ जामचेन गुम्बातर्फ यहाँ बोर्ड पनि राख्दो रहेछ रुखमा होइन बाटो चाहिँ यही रहेछ लाग्यौँ हामी अब जामचेन गुम्बातर्फ। A few moments later. ल गुम्बा आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले यहाँ पार्क गर्नुपर्ने हुन्छ होइन यहाँ पार्क गर्नु मिल्दो रहेछ यहाँबाट हिँडेर जानुपर्ने होला अब टिकट सिस्टम पनि रहेछ है केटा हो यहाँ चाहिँ फेरि पार्क गर्दा चाहिँ टिकट सिस्टम रहेछ यहाँनिर टिकट काटेर पार्क गर्नुपर्ने हुँदो रहेछ। ल फाइनल्ली हामी यहाँ आइपुग्यो अब बाइक चाहिँ पार्क गरेर हिँड्दै जानुपर्ने होला यहाँबाट हिँड्दै जान्छौँ अब हामी। A few moments later. फाइनली गाइस हामी चाहिँ अब माथि पुगेर फर्किसक्यौँ होइन जामचेन गुम्बा पुगिकन भिडियो सिडियो बनाएर अब हामी फर्किसक्यौँ। अब चाहिँ हामी यहाँबाट गएर खाजासाजा खानुपर्ने हुन्छ। अब जामचेन गुम्बा चाहिँ कस्तो लाग्यो भन्नुपर्दाखेरि चाहिँ अब मलाई चाहिँ एकदम राम्रै लाग्यो भनौँ न माथिबाट भ्यूहरू पनि राम्रो देखिँदैछ अनि बाटोहरू पनि माथि पुग्नको लागि एकदमै राम्रो रहेछ। अब तपाईँहरू चाहिँ काठमाडौँमा हुनुहुन्छ अब कता जाने घुम्नको लागि भनेर सोचिरहनु भएको छ भने अब जामचेन गुम्बा पनि आउन सक्नुहुन्छ होइन राम्रै लाग्यो मलाई चाहिँ ठाउँ। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ जस मलाई चाहिँ अब ठिक लाग्यो भनौँ न एकदम राम्रो लाग्यो ठाउँ चाहिँ मलाई। अब अलिकति शनिबार आउनुभयो भने चाहिँ मान्छेहरू चाहिँ अलिकति धेरै हुँदो रहेछ होइन अरू बारहरू आउनुभयो भने चाहिँ अलिकति बरु खाली हुन्छ होला शनिबार चाहिँ अलिकति प्याक नै हुँदो रहेछ मान्छेहरू अलिक धेरै नै देखेँ मैले आजको लागि चाहिँ मेरो भ्लग यति नै भयो होइन। अब नेक्स्ट भ्लगमा भेटौँला। मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला अनि बेल आइकनलाई अन गरेर छोड्नु होला होइन किनकि अब म नयाँ नयाँ ठाउँहरू गइरहेको हुन्छु तपाईँहरूले हेर्न पाउनुहुन्छ म पनि घुम्न पाउँछु साथसाथै अब तपाईँहरूले पनि भिडियो हेर्न पाउनुहुन्छ। अनि कोही अब मेरो च्यानलमा नयाँ भिजिट गर्दै हुनुहुन्छ भने चाहिँ उहाँहरू चाहिँ अब सब्सक्राइब गरेर बेल आइकनलाई टक्क अन गरेर छोडिदिनु होला।